हेलो गाइस, विजय ब्लगमा तपाईँहरूलाई स्वागत छ फेरि हैन। आजको न्यू विजय ब्लगमा आएको छ फेरि। आज तपाईँहरूलाई फेरि म ब्लग दिनुको लागि आएको छु हैन। आज फेरि कहाँ छु भनेपछि त्यही जग्गामै फेरि 100% त्यही जग्गामा तपाईँहरूले हेर्नु, त्यही जग्गा हो यो। त्यही जग्गामा आएको छु माने त्यही जग्गामा छु म। त्यही जग्गामा तपाईँहरूलाई ब्लग दिन आँटेको छु। के को लागि ब्लग हो यो भनेपछि चाहिँ म चाहिँ कहाँ जाँदैछु भनेपछि एउटा जग्गामा जाँदैछु कि त्यो जग्गा तपाईँहरूलाई म देखाउने छु। त्यही कारण म त्यो जग्गामा त्यो जग्गा चाहिँ कहाँ भनेपछि म तपाईँहरूलाई भन्ने छु। अहिले म जान्ने छु अहिले फुलबारीमा। फुलबारीको जग्गा तपाईँलाई म देखाउने छु। त्यो जग्गा हेर्नु होला, स्किप नगर्नु होला, मजाले हेर्नु होला। अनि तपाईँहरूले मजाको फुलहरू म देखाउने छु। अरे कहना क्या चाहते हो? तपाईँलाई के फुल भनेपछि थुङ्गे फुल भन्छ नि हाम्रो गाउँतिर। त्यो फुल यताको खेती गर्छ कि त्यो खेती तपाईँहरूलाई म देखाउने छु। अनि म चाहिँ आज ड्युटी गइनँ तपाईँहरूलाई, त्यही कारणले म ब्लग दिनुको लागि म बसेको थिएँ हैन। तपाईँहरूलाई ब्लग दिएँ, अब म ब्लग दिँदैछु, त्यो हेर्नु होला, स्किप नगर्नु होला। ल त एन्डसम्म बस्नु होला। सो फाइनली अब म चाहिँ यहाँ आइपुगेको छु हैन। तपाईँहरूलाई देखाउँछु यहाँको बिलमा हेर्नु सक्नुहुन्छ हाँसहरू कस्तो पौडी खेल्दैछ हेर्नु। अनि उयो चाहिँ भयो तपाईँहरूको शिव मन्दिर हो, त्यहाँ बाटो पारी छ हैन। त्यो बाटो पारीमा तपाईँहरूलाई म देखाउन सक्दिनँ। त्यो बाटो पारी यो नदी पार भएर जानुपर्छ हैन। त्यो बाटोमा चाहिँ म गएको छैन। अनि त्यो बाटोमा जानु पनि अलिक डर मर्दो छ, किन भनेपछि चाहिँ अगाडि त्यहाँ एकजना दुईजना केटाकेटी बसेको थियो अरे हैन। त्यो केटाकेटीलाई यही पानीमा हालेर घाँटी काटेर यही पानीमा हालेको थियो अरे। मैले चाहिँ अब देखिनँ हैन, पुलिसहरू आएको थियो अरे। मान्छेहरूले भनेको कुरा चाहिँ अब त्यही कारण म चाहिँ उता जानु सक्दिनँ। त्यही कारण तपाईँहरूलाई देखाउनु सकिनँ म हैन। म चाहिँ यसमा पनि डर गरेर आउँदैछु। अब यो चाहिँ अरूको फुलबारी हो हैन। यहाँ त अब अरूको बगानमा छिर्नु पनि दिँदैन। त्यही कारण म डर गरेर आउँदैछु कि यताको मान्छेहरूलाई तपाईँलाई थाहै छ बेङ्गलोरको कस्तो छ मान्छेहरू हैन। त्यही पनि म चुपचाप गएर तपाईँहरूलाई म देखाउने छु। यो चाहिँ रिस्कको काम, तपाईँहरूले हेर्नु होला मजाले हैन। यहाँको बाटो चाहिँ हेर्नु सक्नुहुन्छ, यस्तो बनाएको बाटो चाहिँ यस्तो छ। यहाँ खनेर यस्तो बनाएको रहेछ बाटो चाहिँ यहाँ यतिकै यस्तो खाले बाटो छ हैन। त्यही कारण तपाईँहरूलाई मैले रिक्स लिएर म चाहिँ जाँदैछु त्यो तपाईँहरूलाई देखाउनुको लागि। अब बढिया छ, एकबार हामी आएको थियौँ त्यो फुलबारीमा हैन, बढिया छ। तपाईँहरूलाई मैले त्यसमा दिनु सकिनँ माने मैले फोन ल्याएको थिइनँ, त्यही कारण तपाईँहरूलाई देखाउन सकिनँ। भयो 1 महिना 1.5 महिना भयो म आएको थिएँ यहाँ हैन। अनि यहाँ चाहिँ फेरि यस्तो छ फुलबारीको चाहिँ फुल हो। तपाईँहरूले यो सोच्नुहुन्छ होला जङ्गल भनेर, यो जङ्गल होइन, यिनीहरूले फुल बनाएर राखेको यो चाहिँ। अनि मजाको फुलहरू छ, तपाईँहरूलाई देखाउने छु। एन्डमा हेर्नु होला मजाले हैन। अनि खबरहरू तपाईँहरूको पनि सन्चै छ होला, मेरो पनि राम्रै छ हैन। अनि मैले खबर सोध्नुभन्दा अगाडि मैले चाहिँ भनिदिइहालेको थिएँ हैन, खबर चाहिँ सोधिनँ। त्यसको लास्टमा तपाईँहरूलाई खबर चाहिँ भने मैले तपाईँहरूलाई म फुलबारी देखाउँछु भन्दै त्यो फुलबारी सबै ध्वंस बनाइसकेको छ, हेर्नु सक्नुहुन्छ। सबै ध्वंस पुरा खत्तम भइसकेको छ त्यो फुलबारी चाहिँ, मतलब खत्तम बनाइसकेको छ। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो थियो फुलबारी थियो। यहाँ चाहिँ फुलबारी सकिएछ हैन। उहाँ छ फुलबारी चाहिँ, त्यहाँ चाहिँ फुलबारीमा चाहिँ म जानु सक्दिनँ। त्यहाँ चाहिँ भनेपछि किन भनेपछि त्यहाँ खासै मान्छेहरू राम्रो छैन कि यताको मान्छेहरू, त्यही कारण म त्यहाँ जानु सक्दिनँ। त्यही कारण तपाईँहरूलाई म देखाउनु सक्दिनँ। यताको यहाँ चाहिँ एकजना चौकीदार जस्तो बसेको छ, देख्नुभयो चौकीदार जस्तो बसेको छ। अनि यता सबै नदीहरू, यता तालाब छ। यहाँ चाहिँ तपाईँहरूलाई देखाएकै थियो तालाबहरू। कुकुरहरू हेर्नु न, कार्तिक नलागिकन यो कुकुरहरू यस्तो भएर हिँड्छ। अनि के भन्नु कुकुरहरूलाई। यो चाहिँ फुलबारी, यो पनि हो फुल हैन। यो फुल हो, यो चाहिँ मजाको छ फुल। यो पनि फुलै हो, यता हेर्नु सक्नुहुन्छ मजाको छ। यहाँ चाहिँ पानीहरू कस्तो गरेर दिन्छ भने तपाईँहरूलाई देखाउने छु म। यो पानी, यो पाइप हो, यो पाइप एउटा हो। यो पाइपमा यहाँदेखिबाट पानी देख्नु कस्तो निक्लिँदैछ। अनि यता पानी कस्तो निक्लिँदैछ हेर्नु होला मजाले। पानी हो यो चाहिँ मजाले निक्लिँदैछ। त्यस्तै गरेर यहाँ चाहिँ पानी लगाउँछ, पानी खेती गर्छ यहाँ चाहिँ यसरी नै लगाएर हैन। यो चाहिँ के भनेपछि यो चाहिँ मकै हो, मकैको खेती। यहाँ हेर्नु यस्तो लगाएको छ मकै, बाक्लो बनाएको छ मकै। हेर्नु न यहाँ कस्तो बढियाले बनाएको छ मकै, बाक्लो बनाएर राखेको छ मकै चाहिँ हैन। अब यस्तै भयो, यस्तै हो ब्लग हैन। तपाईँहरूलाई यही देखाउनुको लागि आएको थिएँ। देखाउँछु भन्ने जग्गा चाहिँ मैले देखाउन सकिनँ तपाईँहरूलाई, त्यही कारणले नराम्रो नपाउनु होला। तपाईँहरूलाई खास म त्यही फुलबारी देखाउनुको लागि आएको थिएँ। मजाको थियो फुलबारी। 1.5 महिना भयो, 1 महिना 1.5 महिना भयो म आएको थिएँ यहाँ, त्यही कारण तपाईँहरूलाई देखाउन सकिनँ। म सोच्दै थिएँ तपाईँहरूलाई देखाउँछु भनेर हैन, त्यो देखाउँछु भनेर आएको पनि थिएँ। अब भएन पनि। अब त्यो अगाडि जानुपर्छ, त्यो अगाडि चाहिँ अब यहाँ मान्छे बसेको छैन, त्यही कारण म जानु सक्दिनँ। यहाँ चाहिँ डर मर्दो छ यहाँ चाहिँ मान्छेहरू हैन, त्यही कारण जानु सकिएन। अनि के भन्नु र, यो मोबाइलको क्यामेरा चाहिँ जता हो यसको रोशनीको फोकस हुन्छ त्यता चाहिँ मजाको देखिँदो रहेछ, त्यहाँनिर चाहिँ फोकस छैन। यदि भने चाहिँ राम्रो देखिँदो रहेछ गाइस।
राम्रो मान्छेलाई नि कालो अनुहारको देखिँदो रहेछ गाइस। यो चाहिँ मेरो एउटा रियल क्यामेराको देखिबाट बनाएको मैले चाहिँ हेर्नु होला मेरो चेहराको कस्तो अनुहार कस्तो भएको छ। यो माने घाम चाहिँ जतापट्टि दिन्छ नि फोकस त्यतापट्टि चाहिँ दामीसँग देखिँदो रहेछ होइन। त्यहाँबाट घाम छैन भने यता उल्टा दिनबाट जाँदाखेरि चाहिँ हेर्नु होला उल्टा दिनबाट गएको थिएँ म, त्यो भिडियो चाहिँ कस्तो खास राम्रो देखिँदैन त्यस्तो खाले देखिँदो रहेछ हेर्नु। अनि भनेपछि चाहिँ यो नालामा हामी चाहिँ माछा मार्ने आउने विचार थियो। यो नालामा यो तलफमा चाहिँ माछा मार्ने भनेर आउने भनेर सोचेका थियौँ, त्यो सोच चाहिँ भएन। यो नालामा चाहिँ सोच भएन किनभनेपछि यहाँ माछा मारेपछि पनि खेदाउँछ अरे भन्ने भयो कि एकजना मालिकलाई हामीले सोध्यौँ गएर होइन। यो हामीले सोध्यौँ भने काँटा छ क्या माछा मार्ने काँटा भनेर दोकानमा गइदिउँ। त्यसले काँटा त छेउसँग मेरो रुमको सामने छ त्यहाँ काँटा दुनियाँभरको छ आएर हुन्छ भनेर भन्यो होइन। आएर म गयौँ काँटा लिनुको लागि। त्यहाँ रुमको मालिकको दोकानको मालिकको रुम पनि कहाँ छ त्यो पनि थाहा थिएन मलाई। यहाँ फुलबारीतिर थियो भनेर भनौँ मेरो वाइफले। त्यहाँबाट म गएँ त्यता होइन। त्यता गएर हेर्दाखेरि त काँटा त रहेछ भने अरूको काँटा भने नदिने अरूको काँटा होइन त्यस्तो खाले चाहिँ रहेछ भने छैन भन्दिनँ रहेछ भने। अनि त्यहाँबाट माग्नु पनि अप्ठ्यारो लाग्यो कि। अनि त्यहाँबाट एउटा आन्टी थियो, आन्टीलाई सोधेँ मैले यहाँ बल्छी रहेछ बल्छी त छ यहाँ भनेर भन्दा कसको बल्छी छ भनेर भने यो अरूको हो उनीहरूले दिँदैन त्यो बल्छी। अनि अब माग्नु भने पनि राम्रो होइन भनेर त्यो पनि मागिनँ। अनि उसले भन किन भनेर भन यो नालामा मार्नुको लागि भनेर मैले त्यो नालामा त माछा मार्दाखेरि त त्यतिखेर त अनि मान्छेले त कराउँछ त भनेर भन्नु खेदाउँछ अरे यहाँको केटाहरूलाई अस्ति 2-3जनालाई खेदायो अरे भनेर भन्यो कि। अनि त्यहाँबाट मलाई पनि डर लाग्यो। अनि भाइलाई पनि भने मैले है पर्दैन त्यसो मार्नु जाउँ भनेर हामी सिधै घर आएँ। त्यहाँबाट घरमा आएर त्यसको पछाडि एकैचोटि रुममा आएँ। रुममा आएर भन्दा त भइरहेछ त्यस्तै अरे त्यस्तै खाले नै अरे। अनि त्यहाँबाट मैले चाहिँ केही भन्नु पनि सकिनँ केही गर्नु पनि सकिनँ अनि होइन त्यस्तै हो अब। अनि जग्गा त यस्तै छ हेर्नु सक्नुहुन्छ जग्गा त यही हो जग्गा चाहिँ अब जग्गा यो राम्रो लाग्यो भने खासै अब लाइक गर्नु होला कमेन्ट गर्नु होला। अनि मेरो फेसबुक पेजलाई गएर चाहिँ फलो गर्नु होला। फेसबुक पेजको नाम छ विजय ब्लग छ। त्यहाँ गएर नतुन पेज खोलेको छु अति होइन त्यो पेजमा गएर तपाईँहरूले फलो गर्नु होला। अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। मेरो सब्सक्राइब कति भएको छ भनेपछि 44 मात्र भएको छ। तपाईँहरूले भिडियो पनि दिएको छुइनँ मैले त्यति, तपाईँहरूले पनि खासै मलाई सब्सक्राइब गर्नु पनि भएको छैन होइन। जति सक्नुहुन्छ सब्सक्राइब गर्नु होला। जति सक्नुहुन्छ जतिजना हेर्नु हुँदैछ नतुन न्युहरूले हेर्नु हुँदैछ हेर्नु होला मजाले सब्सक्राइब गर्नु होला। सब्सक्राइब गर्नु चाहिँ कहिले नबिर्सिनु होला। सब्सक्राइब गरेर त्यहाँबाट मेरो च्यानललाई अगाडि बढाइदिनु होला ल त।